हेलो गाइज, हामी चाहिँ बिहान बिहान चाँडै उठेर होइन सनराइज हेऱ्यौँ अनि हामी चाहिँ बिहान बिहान शीत छ तर पनि सुन्तला खाने भनेर चाहिँ बारीमा आएको छौँ। अनि त्यहाँ सुबिना चाहिँ प्लास्टिक बोकेर हिँडिराखेको छु सुन्तला राख्नको लागि। म पछि पछि जाँदैछु अनि यहाँनिर बारीभरि सुन्तला फलिरहेछ। ब्याकग्राउन्डमा मस्त हिमाल देखिरहेछ, भर्खर घाम टलक्क टल्किरहेको क्या, एकदम राम्रो रमाइलो वाला वेदर छ। म तपाईँहरूलाई हाम्रो सुन्तलाको बोट देखाउँछु है त गाइज हामी यहाँ चाहिँ सुन्तला छ माथि देख्नुभयो। अनि यहाँनिर सिस्नु रहेछ, मैले पोलिसकेँ गाइज है। सिस्नुले पोल्छ, यसमा चाहिँ साह्रै सतर्कता अप्नाउनुपर्छ। अनि सुन्तला फलिरहेछ, हेर्नु न पहिला भएको सुन्तला कति राम्रो देखिएको छ। अनि माथि चराहरू उडिरहेछ, त्यहाँ पनि सुन्तलाको बोट नै छ। अनि मस्त घाम लागिरहेछ। अनि आलु उम्रिसक्यो यहाँ गाइज। अनि तल तोरी फुलेको छ, तल तपाईँहरूले फुलहरू नि देख्न सक्नुहुन्छ, फुलको बोटहरू। पारिपट्टि हिमाल चाहिँ आज राम्रोसँग खुलिन सकेको भएर त्यस्तो राम्रोसँग अलि देखेको छैन, त्यही पनि हल्का तपाईँहरूले देख्न सक्नुहुन्छ। यो भ्यू एकदमै राम्रो छ। हामीले टिपिओरी उस गरिसक्यौँ। यो सुन्तला चाहिँ एकदम गुलियो छ गाइज, मैले टेस्ट पनि गरिसकेँ। बाँकी टिप्दै चाहिँ हिमाल गाइज। अहिले पछि हिमाल नि क्लियर हाउ देखिन्छ घाम टल्किँदै गएपछि। गाइज हजुरहरूलाई बुख्या छ भने थाहा छ कि छैन, त्यो यसरी यो चाहिँ चराहरू खानेकुराहरू गर्नेवालामा। गाइज हामी तल फोटो खिच्न जाने अब त्यो फुल लिएर। त्यो फुल ठ्याक्कै सनफ्लावर जस्तो देखिरहेछ नि त, सो त्यसलाई क्यारी गर्दा एकदम राम्रो देखिने हुनाले चाहिँ हामी त्यहाँ फोटो खिच्न जाने भनेर जाँदैछौँ। अगाडि लाग्दै म पछाडि यहाँ सागबारी छ। हामी यहाँ सनफ्लावर जस्तो फुलमा आइसक्यौँ। हेर्नु न कस्तो राम्रोसँग फुलिरहेको क्या, लाइक त्यो वाला ब्युटिफुल सनफ्लावर जस्तो देखियो नि होइन। ठ्याक्क हेलो हस् त फोटो खिच्दै भन्दै पुगिसकेन, हक्क परेर केही छैन। हामीले फुल टिपेर फर्कियौँ, हामी जाने।